ठिक छ, सुरु गरौँ है त। एकछिन कल्पना गरौँ। आजभन्दा झन्डै 11,000 वर्ष अघिको कुरा। मध्यपूर्वको कुनै एउटा खेतमा एकजना किसान आफ्नो गहुँ बालीमा पसिना बगाउँदैछ। उसको अनुहारमा एकदमै निराशा र रिस देखिन्छ। किनभने खेतभरि पक्कै पनि केही नचाहिने कुरा उम्रिएको हुनुपर्छ। हो नि, खेतभरि एउटा जिद्दी नचाहिएको झार उम्रिएको छ क्या। उसले दिनभरि त्यो झार उखेल्छ अनि फाल्छ। अब आजको दिनमा फर्क्यौं। हजारौं वर्ष अघि त्यसरी निरन्तर उखेलिएको र तिरस्कार गरिएको त्यही झार आज हाम्रो भान्साको स्ल्याबमा सजिएर बसेको छ। एकदमै। अनि यो त अहिले मुटुरोग विशेषज्ञहरूले सिफारिस गर्ने एउटा सुपरफुड पो बनेको छ त। हो त नि, विश्वव्यापी रूपमै यो एउटा बहुअर्ब डलरको उद्योग बनिसकेको छ। त्यसैले आजको हाम्रो यो गहिरो अध्ययनमा हामी ग्लोबल सिन्थेसिस अफ ओट इन्डस्ट्री डाइनामिक्स भन्ने एउटा एकदमै विस्तृत रिसर्च रिपोर्टका पानाहरू पल्टाउँदैछौँ। आज हामी ओट अर्थात् जैको त्यो लुकेको रोमाञ्चक अनि अलिअलि जासुसी कथा जस्तो लाग्ने विकासक्रमलाई खोतल्नेछौँ। यो साँच्चै नै एउटा अद्भुत यात्रा हो। हामी प्राय के सोध्छौँ भने नि मानव सभ्यताले प्रकृतिलाई आफ्नो नियन्त्रणमा राखेर आफूले चाहेको कुरा मात्र उब्जाएको हो। तर यो ओटको कथाले नि यो सोचलाई पुरै उल्ट्याइदिन्छ। भनेपछि मानिसले यसलाई सुरुमा खेती गरेकै होइन? होइन। यो त केवल कृषिको मात्र कुरा होइन क्या। यो वनस्पति विज्ञान, मानव इतिहास अनि आधुनिक प्रविधिको यस्तो गजबको सङ्गम हो जसले हाम्रो खानेकुराको पछाडि कति ठूलो विज्ञान लुकेको छ भन्ने देखाउँछ। मलाई पनि सुरुमै एकदमै चासो लागेको कुरा त्यही हो। यो सबैको सुरुवात चाहिँ कसरी भयो त? स्रोतहरूले देखाए अनुसार जोर्डेन भ्यालीमा करिब 11,400 वर्ष अघि ओटको पुर्खा, जसलाई एभेना स्टेरिलिस भनिन्छ, त्यो गहुँ र जौको खेतमा एउटा अनावश्यक झारको रूपमा उब्जिन्थ्यो। तर मेरो प्रश्न के भने, यदि किसानहरूले यसलाई उखेलेर फालिरहेका थिए भने त यो लोप पो हुनुपर्ने होइन र? सामान्यतया त्यस्तै हुनुपर्ने हो। तर यसको पछाडि प्रकृतिको एउटा गजबको इन्जिनियरिङ लुकेको छ। यो सामान्य झार थिएन नि त। यसको आनुवंशिक संरचना अर्थात् जेनेटिक मेकअप हेक्साप्लोइड थियो। हेक्साप्लोइड? अलिकति सरल भाषामा भन्नुपर्दा यो भनेको के हो? यसलाई यसरी बुझौँ। मानौ कोही एउटा ठूलो भवन बनाउँदैछ। सामान्यतया त्यो भवनको एउटा मात्र नक्सा वा ब्लुप्रिन्ट हुन्छ हैन? हजुर, एउटा मात्र हुन्छ। अनि केही बिग्रियो भने त्यो भवन बन्दैन। तर यो वोटसँग नि 6वटा छुट्टा-छुट्टै ब्लुप्रिन्टहरू थिए, अर्थात् 6 सेट क्रोमोजोम। यदि एउटा सेटलाई खडेरीले असर गर्यो वा माटोको खराबीले बिगार्न खोज्यो, अर्को ब्याकअप ब्लुप्रिन्टले काम गर्न थालिहाल्थ्यो। बाफ्रे! भनेपछि यो बिरुवासँग आफ्नै आन्तरिक ब्याकअप प्रणाली थियो। एकदमै। यही असाधारण लचिलोपनले गर्दा नै यो जस्तो सुकै कठिन परिस्थितिमा पनि बाँच्न सक्यो। तर जति नै ब्याकअप भए पनि मानिसले नै उखेलेर फालिदिएपछि त कुरा सकिएन र? किसानको आँखाबाट चाहिँ यो कसरी बच्यो त? यहाँनिर आएर नि यो बिरुवाले एउटा यस्तो चालाखी गर्यो जसलाई विज्ञानको भाषामा भाविलोभियन मिमिक्री भनिन्छ। सुरुवाती चरणमा त किसानहरूले सजिलै चिन्न सक्ने झारहरूलाई उखेले नै। तर ओटका केही प्रजातिहरूले बिस्तारै आफ्नो रूप फेर्न थाले। रूप फेर्न थाले? पक्नुस् है, के यसले गहुँ जस्तै देखिने नक्कल गर्न थाल्यो भन्न खोज्नु भएको? एउटा छेपारूले जस्तै भेष बदल्यो? हो, ठ्याक्कै त्यस्तै। हजारौं वर्षको दौडानमा ओटले आफ्नो दानाको आकार, तौल अनि फल्ने समय पनि आफूसँगै हुर्किरहेको मुख्य बाली अर्थात् गहुँ वा जौको जस्तै बनायो। अनि किसानहरूले त यसलाई झार भनेर छुट्याउनै सकेनन् होला? सकेनन्। जब उनीहरूले गहुँ काट्थे, सँगसँगै झुक्किएर ओट पनि काट्थे। गहुँको बिउसँगै ओटको बिउ पनि भण्डारण गर्थे अनि अर्को वर्ष फेरि खेतमा लगेर सँगै रोप्थे। मानिसलाई थाहै नदै मानिसकै हातबाट खेती गराइरहेको थियो। यो त एउटा विशाल पानी जहाजमा लुकेर छिरेको यात्रु जस्तै भयो, जसले टिकट काटेको छैन तर क्याप्टेनकै कोठामा बसेर मज्जाले यात्रा गरिरहेको छ। एकदम सही भन्नुभयो। तर कथा यतिमै रोकिँदैन। मलाई पनि त्यही कुराले अझै अलमलमा पारेको छ। यदि यो एउटा नक्कल गर्ने झार वा लुकेको यात्रु मात्र थियो भने यो पछि गएर आफै क्याप्टेन चाहिँ कसरी बन्यो? आज त हामी ओटलाई गहुँसँग मिसिएको झार होइन, एउटा छुट्टै बालीको रूपमा चिन्छौँ नि त। यो रूपान्तरण कसरी भयो? यो रूपान्तरणको मुख्य कारण चाहिँ मौसम र भूगोल थियो।
कृषि अभ्यास गर्दै मानिसहरू जब उत्तरी युरोपको क्षेत्रमा पुगे नि, यो करिब 3000 वर्ष अघिको कुरा हो। त्यहाँको चिसो, ओसिलो र कमसल माटो भएको वातावरणले ठूलो चुनौती खडा गर्यो। त्यो खराब मौसममा गहुँ र जौ फस्टाउनै सकेनन्। अनि त्यति बेला ओटको ती 6वटा जेनेटिक ब्लुप्रिन्ट वा ब्याकअप प्रणालीले काम गर्न थाले। हो नि, गहुँले हार मानेको त्यो कठोर युरोपेली माटोमा ओट मज्जाले हुर्कियो। त्यसपछि किसानहरूले बिस्तारै बुझ्न थाले, यो त हामीले वर्षौंदेखि फाल्न खोजेको झार होइन रहेछ, यो त चिसो र अनिकालमा हामीलाई बचाउन सक्ने भरपर्दो बाली पो रहेछ। अनि त्यही बिन्दुबाट मानिसले यसलाई जानाजान छुट्टै खेती गर्न थाले। कति गजबको कुरा। त्यसपछि यो युरोपमा स्थापित हुँदै 17औं शताब्दीतिर अमेरिका पुग्यो। तर यहाँनिर कथाले फेरि एउटा अनौठो मोड लिन्छ, किनभने 19औं शताब्दीको अमेरिकामा ओट भनेको मानिसको खाजा थिएन। 19औं र 20औं शताब्दीको सुरुवाती अमेरिकामा ओट भनेको मानिसको खानाभन्दा पनि इन्धन थियो। इन्धन। त्यो समयमा यातायात, कृषि र उद्योगका मुख्य आधार भनेकै घोडा र खच्चरहरू थिए नि त। ती लाखौं जनावरहरूको मुख्य आहार नै ओट थियो। तथ्याङ्क हेर्ने हो भने सन् 1921मा अमेरिकामा यसको खेती ऐतिहासिक उच्च बिन्दुमा पुगेको थियो। कति जति थियो होला? त्यति बेला करिब 4,55,00,000 एकड जमिनमा ओट खेती गरिन्थ्यो। बाफरे! भनेपछि 19औं शताब्दीको लागि ओट भनेको आजको पेट्रोल वा डिजल जस्तै थियो, सिङ्गो अर्थतन्त्र र यातायातलाई चलायमान राख्ने ऊर्जा। तर जब ट्र्याक्टर र इन्टरनल कम्बसन इन्जिनको आविष्कार भयो, घोडाहरू सडकबाट हराउन थाले, अनि ओटको त्यो विशाल बजारको के भयो नि? बजार पुरै धराशायी भयो। मेसिनहरूले जनावरको ठाउँ लिएपछि ओटको माग रातारात घट्यो। किसानहरू आत्तिए अनि उनीहरूले भटमास र मकै जस्ता नाफामूलक बालीहरूतिर आफ्नो बाटो मोडे। अनि अहिलेको अवस्था कस्तो छ त? USDA को सन् 2025 को भर्खरेको तथ्याङ्कले यो गिरावट स्पष्ट पार्छ। कुनै समय 4,55,00,000 एकडमा हुने खेती अहिले 2025मा करिब 9,44,000 एकडमा खुम्चिएको छ। कुल उत्पादन पनि 6,96,00,000 बुशेलमा झरेको छ। भनेपछि अमेरिकाको सन्दर्भमा यो एउटा आम बालीबाट घटेर एकदमै निस अर्थात् उच्च गुणस्तरको विशेष बालीमा परिणत भयो, जुन इलिनोइस, आयोवा वा मेन जस्ता केही राज्यहरूमा मात्र केन्द्रित छ। हजुर, ठ्याक्कै त्यही भयो। तर मलाई के लाग्छ भने नि, यही गिरावटले नै ओटलाई आजको सुपर फुड बन्न बाध्य बनायो। घोडाले खान छोडेपछि त किसानहरूलाई बाँच्नको लागि त्यो ओट मानिसलाई खुवाउनै पर्ने दबाब पर्यो नि त। त्यो एकदमै ठूलो आर्थिक दबाब थियो। तर समस्या के थियो भने ओटलाई मानिसको खाना बनाउनु प्राविधिक रूपमा अत्यन्तै जटिल काम थियो। किन र? गहुँलाई त सिधै चक्कीमा पिसेर सजिलै पिठो बनाउन सकिन्छ नि। एउटा सानो दानालाई पिस्न त्यति गाह्रो किन हुनुपर्ने? यसको बनावट नै त्यस्तै हुन्छ क्या। ओटको दाना एउटा असाध्यै कडा बाहिरी बोक्रा वा हलभित्र सुरक्षित हुन्छ। यो बोक्राले कुल तौलको 28देखि 32% हिस्सा ओगट्छ र यसमा सेलुलोज र लिग्निन भन्ने तत्त्व हुन्छ, जुन मानिसको पेटले पचाउनै सक्दैन, हैन? हो, त्यसैले सबभन्दा पहिले त्यो बोक्रा हटाउनुपर्छ। यसको लागि इम्प्याक्ट हलर भन्ने एउटा विशेष मसिन प्रयोग गरिन्छ, जसले दानालाई तीव्र गतिमा एउटा रिङमा ठोक्काएर बोक्रा फुटाउँछ। ल ठिक छ, मेसिनले बोक्रा फुटायो, अब त त्यसलाई पकाएर खान मिलेन र? वास्तविक लडाईँ त बल्ल सुरु हुन्छ नि। ओटको भित्री दानामा 5देखि 10% सम्म लिपिड अर्थात् बोसो हुन्छ, अनि सँगसँगै लाइपेज भन्ने एउटा एन्जाइम पनि हुन्छ। अनि बोक्रा फुटेपछि के हुन्छ त? जब मसिनले बोक्रा फुटाउँछ र दानामा थोरै मात्र पनि चोट पुग्छ, त्यो एन्जाइम तुरुन्तै सक्रिय हुन्छ अनि यसले त्यहाँ भएको बोसोलाई बिगार्न वा टुक्र्याउन थाल्छ। बिगार्न थाल्छ भन्नाले यदि कसैले खेतबाट सिधै ओट ल्याएर बोक्रा फ्याँकेर पिन्दियो भने त्यसको स्वाद कस्तो हुन्छ? त्यो खानै नसकिने गरी बिग्रिन्छ। कल्पना गर्नुस् त, कुनै बोसो भएको मासुलाई घाममा धेरै दिनसम्म छाडिदियो भने कस्तो गन्ध आउँछ। छ्या, एकदमै नराम्रो गन्ध आउँछ। हो त्यस्तै। केही घण्टाभित्रै त्यो काँचो ओट एकदमै तितो, साबुन जस्तो अनि कुहिएको बोसोको गन्ध आउने बन्छ। ओहो, भनेपछि यो एउटा यस्तो अनाज हो जसले आफ्नो सुरक्षा कवच हट्ने बित्तिकै आफैले नष्ट गर्न थाल्छ। अनि किसानहरूले यो समस्या कसरी समाधान गरे त? त्यसलाई बिग्रिन नदिन के गरिन्छ? यसलाई बचाउन एउटा विशेष प्रक्रिया अपनाइन्छ, जसलाई किल्निङ भनिन्छ। यो भनेको
ताप स्थिरीकरण प्रक्रिया हो। अर्थात् तताउने प्रक्रिया। हजुर, बोक्रा हटाउने बित्तिकै ओटलाई उच्च ताप र बाफ दिइन्छ। यसको दुईवटा फाइदा छन्। पहिलो कुरा, यसले त्यो लाइपेज एन्जाइमलाई पूर्ण रूपमा निष्क्रिय बनाइदिन्छ, जसले गर्दा बोसो बिग्रिन पाउँदैन। अनि दोस्रो, यसले दानाको ओसिलोपनलाई 7 देखि 10% झार्छ। ताप दिएपछि पक्कै पनि त्यसको स्वादमा पनि केही परिवर्तन आउँछ होला। त्यही नै यसको सबैभन्दा रमाइलो पक्ष हो। ताप दिने क्रममा त्यहाँ माइलार्ड रियाक्सन हुन्छ। यो त्यही रासायनिक प्रक्रिया हो जसले पाउरोटीलाई सेक्दा खैरो बनाउँछ र मिठो बास्ना दिन्छ। भनेपछि यही प्रक्रियाले ओठमा त्यो हामीलाई मनपर्ने मिठो भुटेको जस्तो बास्ना ल्याउँछ। बल्ल कुरा बुझ्यो। बजारमा हामीले देख्ने ओठहरू यो जटिल रासायनिक लडाई जितेर पो आएका हुँदा रहेछन्। एकदमै। तर बजारमा पनि थरीथरीका ओठ पाइन्छन् नि। स्टिल कट, रोल्ड, इन्स्टेन्ट। प्रशोधनको यो चरणपछि यिनीहरू चाहिँ कसरी फरक हुन्छन्? किल्डिङ पार गरिसकेपछि नि तिनीहरूलाई कसरी काटिन्छ वा चेपिन्छ भन्ने कुराले यो भिन्नता ल्याउँछ। स्टिल कट ओड भनेको दानालाई ग्रानुलेटरले 2-3 टुक्रामा काटेको मात्र हो। यसलाई पकाउन अलि बढी, करिब 25-30 मिनट लाग्छ। अनि रोल्ड ओट नि? रोल्ड ओट भनेको चाहिँ बाफ दिएर रोलरले चेपेर च्याप्टो बनाएको हो, जसले गर्दा यो तातो पानीमा 5-10 मिनटमै पाक्छ। अनि इन्स्ट्यान्ट ओटलाई चाहिँ अझ धेरै बाफ दिएर अति नै पातलो बनाइएको हुन्छ, जुन 1 मिनटभन्दा कम समयमा तयार हुन्छ। प्रशोधनको यो विज्ञान जति जटिल छ नि, यसलाई खाने तरिकामा संसारभरि त्यति नै धेरै विविधता छ जस्तो लाग्छ मलाई। हामी प्राय ओट भन्ने बित्तिकै अमेरिकाको ओटमिल वा बेलायतको पोरिज मात्र सम्झन्छौँ। हो, तर यो त संसारभर फैलिएको छ। त नि। चीनमा त 2100 वर्षदेखि नेकेड ओटको खेती भइरहेको रहेछ, जसको बोक्रा आफै झर्छ। हजुर, चीनको उत्तरी प्रान्तहरूमा यसको लामो इतिहास छ। त्यहाँ यसबाट युमियान काउलाउ लाउ नामक परिकार बन्छ। युमियान काउलाउ लाउ? हो, यो ओटको पिठोबाट बनाइने एउटा विशेष पास्ता हो, जसलाई मौरीको चाका वा हनीकोमको आकारमा बेरेर बाफमा पकाइन्छ। यसलाई प्राय मटन सुप वा गोलबेडाको सससँग खाइन्छ। एउटै अनाजले कसरी एसियाको पास्तादेखि अरबको भान्सासम्मको यात्रा तय गर्यो भन्ने कुराले यसको कति धेरै थरीका प्रयोग छन् भन्ने देखाउँछ। दक्षिण एसियामा पनि आजभोलि मसला ओट्स निकै चर्चित छ नि, जहाँ यसलाई जिरा, बेसार र तरकारीसँग पकाइन्छ। अनि मध्यपूर्वमा मासु र ओट मिसाइएको हलिमको लोकप्रियता उस्तै छ। एउटै झार, तर हरेक संस्कृतिले यसलाई आफ्नै स्वादमा ढाल्यो। तर यो स्वादको मात्र कुरा थिएन क्या। बिस्तारै विज्ञानले यसभित्र लुकेको एउटा चमत्कारिक तत्त्व पत्ता लगायो, जसले यसलाई फङ्सनल फुडको मान्यता दिलायो हो। एकदम। त्यो तत्त्व हो बीटा ग्लुकायन। आधुनिक चिकित्सा विज्ञानमा ओटको महत्त्व बढ्नुको मुख्य कारण यही बीटा ग्लुकायन हो। यो भनेको खासमा के हो त? यो एउटा यस्तो विशेष घुलनशील फाइबर हो जसले शरीरको खराब कोलेस्ट्रोल अर्थात् एलडिएललाई एकदमै घटाउन मद्दत गर्छ। अनुसन्धानहरूले प्रष्ट देखाएका छन् कि दैनिक कम्तीमा 3 ग्राम ओटको बीटा ग्लुकान खाँदा कोलेस्ट्रोल 5 देखि 10% घट्छ। यहाँनिर मलाई एउटा कुरा अचम्म लाग्यो। एउटा सामान्य खानेकुराले हाम्रो रगतभित्र बगिरहेको कोलेस्ट्रोललाई कसरी घटाउन सक्छ त? यसले शरीरभित्र गएर गर्ने मेकानिजम चाहिँ के हो? यसको संयन्त्र साँच्चीकै नै उत्कृष्ट छ। जब हामी ओट खान्छौँ नि, यो बीटा ग्लुकान हाम्रो सानो आन्द्रामा पुग्छ। त्यहाँ पुगेपछि यसले पानी सोसेर एउटा बाक्लो जेल जस्तो पदार्थ बनाउँछ। अनि त्यो जेलले के गर्छ? यो बाक्लो जेलले हाम्रो शरीरको पित्त एसिड वा बाइल एसिडलाई घेरेर सोस्छ र आन्द्राबाट बाहिर निकाल्न मद्दत गर्छ। पित्त एसिड बाहिरिएपछि पक्नुस् है, कलेजोलाई त खाना पचाउन फेरि नयाँ पित्त चाहियो नि। अनि त्यसको लागि कलेजोले हाम्रो रगतमा भएको कोलेस्ट्रोललाई तानेर प्रयोग गर्छ। हो, ठ्याक्कै त्यही हो विज्ञानको सुन्दरता। भनेपछि यसले त शरीरलाई आफ्नै कोलेस्ट्रोल खर्च गर्न पो बाध्य बनाउँदो रहेछ। एकदमै। शरीरले नयाँ पित्त बनाउन रगतबाट कोलेस्ट्रोल तान्छ, जसको कारण स्वतः रगतमा कोलेस्ट्रोलको मात्रा घट्छ। अनि यो कुरा यतिमै रोकिँदैन नि, अझै अरू पनि फाइदा छ र? छ नि। त्यो जेल ठूलो आन्द्रामा पुगेपछि त्यहाँ भएका राम्रा ब्याक्टेरियाहरूले यसलाई फर्मेन्ट गर्छन् र सर्ट चेन फ्याटी एसिड बनाउँछन्। यी एसिडहरूले कलेजोमा नयाँ कोलेस्ट्रोल बन्ने प्रक्रियालाई नै सुस्त बनाइदिन्छन्। यसको मतलब यसले दुईतर्फी आक्रमण गर्छ, भएको कोलेस्ट्रोल खर्च गराउने र नयाँ बन्न नदिने। साथै भर्खरैका अनुसन्धानहरूले यो पेट र मस्तिष्कको सम्बन्ध, जसलाई गट ग्रेन एक्सिस भनिन्छ, त्यसमा पनि प्रभावकारी हुने देखाएका छन्।
ठूलो आन्द्रामा बन्ने ती सर्ट चेन फ्याटी एसिडहरूले स्नायु प्रणालीलाई शान्त पार्न मद्दत गर्छन्, जसले गर्दा चिन्ता, टाउको दुखाइ र थकान जस्ता समस्या कम गर्न प्रत्यक्ष भूमिका खेल्ने प्रमाणहरू भेटिएका छन्। खानाको रूपमा र औषधिको रूपमा यसको फाइदा त प्रस्तै बुझियो, तर बजारको अहिलेको ट्रेन्ड हेर्ने हो भने नि ओटलाई खाने मात्र होइन, पिउने चलन वात्तै बढेको छ। कफी सपदेखि सुपरमार्केटसम्म ओट मिल्क वा जैको दुधको दबदबा छ नि, यो तरल सुनको दौड अचानक कसरी सुरु भयो? बजारको तथ्याङ्कले यो परिवर्तनलाई स्पष्ट देखाउँछ। सन् 2024 को विश्वव्यापी तथ्याङ्क अनुसार 2 करोड 20 लाख टन ओट उत्पादन हुन्छ। अनि खपत चाहिँ कहाँ धेरै हुन्छ? खपतको कुरा गर्दा फिनल्यान्ड अग्रस्थानमा छ। त्यहाँ एक वर्षमा प्रति व्यक्ति 108 केजी ओट खपत हुन्छ। 108 केजी, त्यो त एकदमै धेरै हो नि, तर अहिले सबैभन्दा छिटो बजार विस्तार भइरहेको ठाउँ ब्राजिल हो, जहाँ वार्षिक 7.2% को वृद्धि दर छ र यो वृद्धिको सबैभन्दा ठूलो हिस्सा ओट मिल्कले ओगटेको छ। ओट मिल्कको बजार कत्रो छ त अहिले? सन् 2025 मा ओट मिल्कको बजार $3.98 बिलियन पुगेको छ र सन् 2034 सम्ममा यो बढेर $14.51 बिलियन पुग्ने अनुमान गरिएको छ। $14.5 बिलियन, यो त 15% भन्दा बढीको वार्षिक वृद्धि दर हो। तर यो केवल स्वादको लागि मात्र पक्कै होइन होला। मानिसहरू गाईको दुध वा बदामको दुध छोडेर यता किन आकर्षित भइरहेका छन् त? यसको पछाडि मुख्य 2वटा कारण छन्। पहिलो हो दिगोपन। बदामको दुध बनाउन अथाह पानी लाग्छ, जसले खडेरीको समस्या बढाउँछ। अर्कोतर्फ गाईको दूध उत्पादनले मिथेन ग्यास र कार्बन फुटप्रिन्ट धेरै बढाउँछ। ओटमिल्कले यी दुवै समस्याको समाधान दिन्छ। यसलाई हुर्काउन निकै कम पानी लाग्छ र यसको वातावरणीय प्रभाव अत्यन्तै न्यून छ। अनि दोस्रो कारण नि? दोस्रो ठूलो कारण स्वास्थ्य र भूगोलसँग जोडिएको छ, विशेष गरी एसिया पेसिफिक क्षेत्रमा। मैले पनि सुनेकी थिएँ, एसिया पेसिफिक क्षेत्रले ओट मिल्कको 50% भन्दा बढी बजार ओगटेको छ रे। हो, 50.34%। यसको मुख्य कारण हो ल्याक्टोज इन्टलरेन्स। एसियाका धेरै देशहरूमा, विशेष गरी चीन र भारतमा 70 देखि 90% मानिसहरूको शरीरले गाईको दूध पचाउने एन्जाइम नै बनाउँदैन। भनेपछि उनीहरूको लागि त ओट मिल्क एउटा क्रान्ति नै साबित भयो। एकदमै। अनि प्रविधिले पनि त यसलाई झन् सस्तो र सुलभ बनाइरहेको छ नि। मैले भर्खरै एउटा रिपोर्टमा पढेकी थिएँ कि सन् 2025 मा टेट्रा प्याकले होल ग्रेन एक्सट्र्याक्सनको एउटा नयाँ प्रविधि ल्याएको छ। त्यो प्रविधिले त बजारको परिदृश्य नै परिवर्तन गर्दैछ। पहिले ओट मिल्क बनाउँदा धेरै पौष्टिक तत्त्व र छोक्रा खेर जान्थ्यौं, तर यो नयाँ प्रविधिले ओटको सिङ्गो दानालाई पूर्ण रूपमा पगालेर दूधमा परिणत गर्छ। भनेपछि खेर जाने कुरा एकदमै कम भयो। हो नि, यसले गर्दा उही मात्राको ओटबाट अहिले 25% बढी दूध निकाल्न सम्भव भएको छ। यो त सुन्तलाको भित्री भाग मात्र नभई बोक्राबाट पनि पूर्ण रूपमा जुस निकाले जस्तै भयो नि। एउटै बिरुवाबाट 25% बढी उत्पादन हुनु भनेको उत्पादक र उपभोक्ता दुवैको लागि ठूलो फाइदा हो। साँच्चै नै आज हामीले ओटको जुन यात्रा तय गर्यो त्यो निकै आश्चर्यजनक छ। हो, एकदमै। नियोलिथिक युगको एउटा अनावश्यक झार जसले आफ्नो अस्तित्व बचाउन गहुँको नक्कल गर्यो, जो कठोर युरोपियन हिउँदलाई जित्यो, जो 19औं शताब्दीमा घोडाहरूको इन्धन बन्यो अनि मसिन युगको सुरुवातसँगै बजार गुमाएपछि पनि जटिल रसायन विज्ञानको मद्दतले मानिसको भान्सामा प्रवेश गर्यो। अनि आज यो हाम्रो मुटुको स्वास्थ्य जोगाउने सुपरफुड र वातावरण मैत्री दूधको उत्कृष्ट विकल्प बनेर उदाएको छ। यसले हामीलाई प्रकृतिको लचिलोपन र अनुकूलन क्षमताको बारेमा धेरै कुरा सिकाउँछ। एकदम सही। इतिहासको विभिन्न कालखण्डमा जसरी ओटले आफूलाई परिवर्तन गर्यो, त्यो कुनै विज्ञान कथा भन्दा कम छैन नि। जुन कुरालाई हामी हिजो महत्त्वहीन ठान्थ्यौं, त्यही कुरा आज हाम्रो स्वास्थ्य र पृथ्वीको दिगोपनको महत्त्वपूर्ण हिस्सा बनेको छ। हो त नि? यसले मलाई एउटा निकै गहिरो कुरा सोच्न बाध्य बनाएको छ। ओटले कृत्रिम छनोट र मानिसको नजरबाट बच्न गहुँको नक्कल गर्यो अनि आज विश्वव्यापी सुपरफुड बन्यो। आजको युगमा जहाँ हामी जलवायु परिवर्तनसँग लडिरहेका छौं र हाम्रो कृषि पूर्ण रूपमा अत्याधुनिक प्रविधि र रासायनिक विषादीमा आधारित छ, यस्तै कुनै अर्को व्यवस्था गरिएको झार चुपचाप हाम्रो खेतमा रूपान्तरण भइरहेको होला त? एकदमै गम्भीर प्रश्न।
सायद 22औं शताब्दीको सबैभन्दा ठूलो सुपरफुड आज हाम्रो खेतको कुनामा उखेलिन पर्खिरहेको हामीलाई रिस उठाउने एउटा अनावश्यक झार नै हुन सक्छ। त्यो पानी जहाजमा लुकेको अर्को यात्रु अझै पनि कतै पर्खिरहेको हुन सक्छ। यो साँच्ची नै मनन योग्य कुरा छ। आजको यो गहिरो अध्ययनबाट यति नै। यस्तै रोचक र ज्ञानवर्धक विषयको साथ फेरि अर्को पटक उपस्थित हुनेछौँ।